नमस्ते सबैलाई। आज फेरि पनि तपाईहरुको बीचमा मैले एउटा नयाँ सामान ल्याएको छु। त्यो मेरो स्टुडियोको लागि हो। अनि यो भन्दा अगाडि तपाईहरुले मेरो भिडियोलाई हेरिदिनु भयो, सब्स्क्राइब गरिदिनु भयो, लाइक गरिदिनु भयो, धन्यवाद। फेरि आज तपाईहरुको बीचमा मैले एउटा नयाँ सामान ल्याएको छु। अनि यो भिडियोलाई हामी हेर्ने छौं। यो चाहिँ सक्नुहुन्छ। यो चाहिँ Mac Mini M4 Pro रहेको छ। अनि आज यसको हामी अनबक्सिङ गर्ने छौं। अनि यो चाहिँ मैले मेरो स्टुडियोको कामको लागि ल्याएको छु। हामी यसको अनबक्सिङ गर्ने छौं। यसलाई हेर्दिनु होला। अब हामी हाम्रो Mac Mini को अनबक्सिङ गर्दै छौं। अनि यो अनबक्सिङ जहिले पनि Mac को एकदमै राम्रो हुन्छ। भनिन्छ सबसे राम्रो नै यसको एक्सपिरियन्स हो र। हेर्न सक्नुहुन्छ Mac Mini को। अनि जुन मैले यो Mac Mini लिए यो चाहिँ M4 Pro चिप हो। अनि यसको अनबक्सिङ गर्दै छौं। सक्नुहुन्छ एकदमै यो सानो साइजमा रहेको छ। अनि बक्सा भित्र एउटा Mac Mini M4 Pro, त्यसको भित्र एउटा केबल छ। हेर्न सक्नुहुन्छ कति राम्रोसँग राखेको छ। अनि त्यसको भित्र बक्सहरु के पनि छैन जस्तो लाग्यो। रहेछ कागजहरु रहेछ। अनि कागज भित्र हेर्न सक्नुहुन्छ कसरी के गर्नुपर्ने कुराहरु दिएको छ। के पनि छैन रहेछ। कागजलाई बट्टालाई हामी सबै साइडमा राख्ने छौं। अनि यो Mac मा चाहिँ तपाईले एउटा कागज पत्र पाउनुहुन्छ। अनि एउटा Mac Mini अनि यसको केबल पाउनुहुन्छ। यसलाई सबै हामी साइड राख्ने छौं। अब यसको हामी यसको प्लास्टिक खोल्दै छौं। यो हाम्रो Mac Mini M4 Pro एकदमै सानो छ। हेर्न सक्नुहुन्छ मेरो 4 र 3 7 औँलीको मात्रै छ। धेरै सानो छ। अनि यसको बारेमा तपाईले अरु युट्युबमा पनि धेरै पाउनु भएको होला। तर हामी सरासर जाने छौं। यो हाम्रो यसको माथि एप्पल को लोगो छ। अनि अगाडि चाहिँ तपाईले यसमा 3.5 mm ज्याक पाउनुहुन्छ। इन्डिकेटर छ। अनि दुईटा USB टाइप C को हब छ, कनेक्टर छ। भने पछाडीपट्टि तपाईले यहाँ चाहिँ हेर्न सक्नुहुन्छ केबल जोड्नको लागि, बत्तीको लागि। अनि यहाँ तपाईको इन्टरनेट इथरनेट केबल जोड्न सक्नुहुन्छ। अनि यहाँ HDMI को लागि एउटा दिएको छ र 3टा थन्डरबोल्ट कनेक्टर दिएको छ। अनि तलपट्टि हेर्न सक्नुहुन्छ यहाँ पावरको स्विच छ र हावा जानको लागि, हावा आउने भित्र जान बाहिर जानको लागि यहाँ जाली दिएको छ। अनि यो चाहिँ हाम्रो Mac Mini M4 Pro को अनबक्सिङ रहेको छ। अब यसको कस्तो छ, के छ, कस्तो छ यसको त्यही बादमा हेर्ने छौं। आज यति नै रहेको छ। आशा छ यो अनबक्सिङ भिडियो तपाईले मन पराउनु भयो होला। अनि यस्तै भिडियोहरु म तपाईहरुको बीचमा ल्याउने छु। अनि यसको बारेमा अझै हामी आउने भिडियोमा हेर्ने छौं। त्यसको लागि तपाईले कमेन्ट गरिदिनु होला। कस्तो प्रोसेसर छ, के छ, यसको लागि मैले कुन मोनिटर युज गर्दैछु त्यो सबै म देखाउने छु। अनि यस्तै मेरो च्यानललाई तपाईहरुको सहयोग चाहेको छ। कृपया मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। अनि यस्तै तपाईहरुको लागि मनपर्ने भिडियोहरु, तपाईहरुको लागि चाहिने भिडियोहरु म मेरो च्यानलमा ल्याउने छु। हुन्छ, धन्यवाद।